यो हो सुस्ता। यहाँ 14,000 हेक्टर जमिन इन्डियाले राज्यकै तर्फबाट अतिक्रमण गरिसकेको छ। नदीले बहाव बदल्दाखेरि त्यतिकै जमिन विवादास्पद पनि रहेको भनिएको छ स्थानीय अभियन्ताकै मुखबाट। सुन्नुहोस् एकपल्ट। 40,980 हेक्टेरमा हजुरको 14,000 हेक्टर चाहिँ कि त्यो अतिक्रमण भइसकेको छ। 19,400 तपाईँको विवादित प्रति चौर। अनि हेर्ने कथाको 7 वर्ष अघिको यो एपिसोडमा भारतको तर्फबाट भएका अतिक्रमणका कुराहरू प्रशस्तै राखिएका छन्। स्थलगत रिपोर्ट यो पनि। उ त्यो पर जुन केराघारी देखिँदैछ पहिला त्यहाँसम्म नेपाल थियो, अहिले सबै इन्डियाले हडप्यो भन्दैछन् स्थानीयवासीहरू। सुन्नुहोस्। पहिला त्यहाँसम्म नेपाल थियो, जङ्गे पिलरै थियो। त्यतिखेर जङ्गे पिलर गाउँको बिचमा थियो। अनि यहाँ अर्का स्थानीयवासी यो सडक देखाउँदै भन्दैछन् पहिला नेपाल सरकारले बजेट नै छुट्याएर बनाएको यो सडक अहिले इन्डियातिर कसरी पर्यो। यो बाटो त पहिला नेपाल सरकारको बजेट लागेको नि यसमा त सुरुमा यो बनाउँदाखेरि। अब अहिले पिलर गाडे त इन्डिया पर्यो। अनि यो पुरै देखिने जमिन आफ्नै जीवनकालमा नेपालको भएको देखेका थिए, तर अहिले इन्डियाले आफ्नो बनाइसक्यो भन्दैछन्। यो पनि सुन्नुहोस्। यो सबै जति जग्गाहरू सबै पहिला नेपालकै मान्छेले गरेको यो जग्गाहरू। अब यो पिलर यहाँ लगाइदिएपछि टुक्रै पिलर लगाएपछि इन्डियाको मान्छेको सान बढ्छ। यो त मेरा इन्डियाका आयो भने। यहाँ अर्का किसानको खेतको बिचमा इन्डियाले ल्याएर पिलर गाडिदिएको रहेछ, तर आफू र नेपाल सरकारले केही पनि गर्न सकेको गुनासो छ उनको। यो पनि सुन्नुहोस्। भारतले भन्दैछ मेरो जग्गा पर्यो भनेर, अब उनीहरू खस्नु खोज्छ। यो सम्पूर्ण पहिलो नेपालवासीले नै जोत भोग गर्छ। यता त नेपालले गर्छ, यो जति देखिन्छ सबै नेपालले गर्छ। अनि यहाँ सुन्नुहोस्, नेपालमै रजिस्टर भएर पूर्जा समेत भएका 54 बिघा जमिन समेत भारततिर गएर गाभियो अरे। यो पश्चिम नेपालतिरको कुरा हो। सुन्नुहोस्। यहाँ नेपाल सरकारको तर्फबाट आएका जुन कर्मचारीहरूले तिनको त्रुटिले गर्दा 54 बिघा पूर्जा भएको जमिन भारततर्फ जाँदैछ।